वेलकम ब्याक छ है गाइज नेक्स्ट डे इन लन्डनमा र हामी भर्खर म्याक गएर ब्रेकफास्ट गरेर निस्क्यौँ र हिजो हामी कहाँ बस्यौँ भन्दाखेरि होस्टेल बस्यौँ किनकि हामीलाई एउटा नयाँ ट्राई गर्नु थियो आज होइन होस्टेलको कस्तो हुँदो रहेछ भनेर होस्टेलभन्दा नि सस्तो रुमहरू नि भेटिएको थियो किनकि हामीले यो आज आउने भन्नेको प्लान चाहिँ पहिल्यै गरेको थियौँ त्यही भएर चाहिँ र त्यहाँ होस्टेलमा कस्तो भयो भन्दाखेरि एक्सपिरियन्स जस राम्रै भयो मलाई चाहिँ है मलाई अलिअलि एडजस्ट भन्ने कुरो नि गर्न आउनुपर्छ जिन्दगीमा भन्ने कुरो त्यो चाहिँ मलाई आउँछ र साथीलाई चाहिँ हल्का गाह्रो भयो अरे मैले चाहिँ आनन्दले 7 घन्टा चाहिँ सुतेँ म 6.5 घन्टा आदि चाहिँ सुतेँ र साथी चाहिँ सुत्न नि यस भयो र साथी चाहिँ के भन्छ भने टोइलेट आफ्नो घरमा बाहेक अरूमा गर्न मन लाग्दैन अरे अब यस्तो छ पारा अनि म त 2 लट हगिसकेँ है गाई हगिसकेँ बाल भएर यस्तै छ र गाइज हामी जाँदैछौँ यहाँ लन्डन टु कोएतो जापानको कोएतो होइन कि यहीँ लन्डनकै कोएतो है गाइज फेरि र हामी बसेको ठाउँबाट नजिकै रहेछ त्यहाँबाट चाहिँ हामी अर्को कुनै ठिकै आइसकेका छौँ हामी यहाँनिरबाट उतापट्टि चाहिँ अघि बस स्टेसन थियो अहिले यो चाहिँ भिक्टोरिया ट्रेन स्टेसन र हामी ट्रेन स्टेसन नजिकै रहन्छौँ एकछिन चाहिँ यतैतिर यसो अहिले जानुपर्छ यहीँबाट जाने हो त्यही भएर पानीको मौसम छ अहिले भर्खर घाम लागिरहेको थियो फेरि बादल लाग्यो अहिले पानी पर्यो है फाइनली भेटिसकेको छ हाम्रो केएफसी माथि रहेछ हामी चाहिँ तल गयौँ तर ठिकै छ स्टेसन पनि देखियो र गाइज हामी आइसकेका छौँ भिक्टोरिया कोच स्टेसनबाट जाँदैछौँ हामी लन्डन आई त्यस्तो धेरै लामो यात्रा त होइन जम्मा 10 मिनटको वाकिङमा रहेछ लन्डन आई छ हाम्रो 10 मिनटको वाकिङमा र बकिङहम प्यालेस पनि नजिकै छ त्यसको र हामी देख्न सक्छौँ दामी बिल्डिङ छ है यति दामी आर्किटेक्चर छ सोध्छु कि यो माथि चाहिँ के हो भनेर र यसो हेर्दा कुनै बिल्डिङमा कुनै कमरा खाली छैन कुनै कमरा लाइट नबलेको छैन यत्रो लन्डनकी बाती अरे भने जस्तो बाती अरे साँच्चीकै त्यस्तै छ हामी चाहिँ यताबाट बकिङहम गेटको साइडतिर जाँदैछौँ र यस्तै नयाँ कुराहरू हेर्दैछौँ हामी पहिलाको पालि नै म यहीँबाट गएको थिएँ र पहिलाको भन्दा हल्का क्रिसमसको टाइम भएर होला हल्का डिफ्रेन्ट देखेँ मैले र जे होस् रमाइलै छ मौसम चिसो छ तातो बनाउने कोही छैन त्यही भएर कफी छ कफी हाने हिँड्यो गाइज यस्तै छ प्रब्लम जहाँ पनि छ हेर्नुहोस् तर सल्युसन कसरी गर्ने भनेर हो त्यो चाहिँ फार्मर स्ट्राइक हो गाइज यहाँको फार्मरहरूको क्वालिटी प्रडक्ट भए पनि र त्यसलाई बजार व्यवस्थीकरण नगर्ने र गरे पनि पैसा त्यस्तो नदिने भएर चाहिँ यहाँनिर फार्मर स्ट्राइक भइरहेको छ देख्न सक्छौँ जे पनि हुन्छ शान्तिपूर्वक हुन्छ यहाँनिर त्यस्तो अरूलाई डिस्टर्ब नगरिकन बाटो त हल्का भइरहेछ तर पनि अरूको लागि नि सोचेर पनि गरिरहेछन् स्ट्राइक यहाँ देख्न सक्छौँ शान्तिपूर्ण कसैलाई हानि छैन आफ्नो माग राख्दै फार्मरहरू देख्न सक्छौँ ट्र्याक्टर जेसिबीहरू र धेरै नै देखिरहेछ मन्दिर
र यहाँ देख्न सक्छौँ फार्मर स्ट्राइक चलिरहेको छ किनकि यहाँको ट्याक्स रेट अति नै हाई भइरहेको छ र जुन कुरामा नि ट्याक्स रेट हाई कमाउनु त कमाइन्छ सब ट्याक्समा जान्छ र फार्मरहरूले यति दुःख गरेर आफ्नो जीविका चलाइरहेको हुन्छन् त्यही पनि ट्याक्सले नै अब हरेक कुरा बेच्दा उस गर्दा ट्याक्स धेरै पर्ने र सामानहरू किन्दा पनि धेरै ट्याक्स पर्ने भएर चाहिँ यिनीहरूले आज फार्मर स्ट्राइक गरिरहेका छन्। उता चाहिँ जे भए पनि यतापट्टि चाहिँ बिजी लाइफ नै छ, सबैको आफ्नो प्रब्लम छ र सबै आफ्नै वेमा दौडिरहेका छन्। देख्न सक्छौँ हामीसित यतापट्टि के छ भन्दाखेरि यहाँनिर र फाइनली हामी आइसकेका छौँ नजिकै लन्डन आएको र हामी अहिले छौँ कहाँनिर भन्दाखेरि चाहिँ लन्डन आएको सबभन्दा ठुलो चर्चित चर्चनिर आइसकेको छौँ। चर्चमा आइसकेको छौँ हामी र यही बाटो पास हुँदै चाहिँ हामी बिग बेन पनि देख्न सक्छौँ। नजिकै बिग बेन नजिकै आएको छौँ हामी र यहाँनिर फोटो खिच्ने यताउतिको भिड लागिरहेको छ। पछाडिपट्टि बिल्डिङ यस्तो दामी छ र यहाँनिर चर्च हेर्न सक्छौँ। चर्च चाहिँ के आकर्षक चर्च रहेको छ यहाँनिर र यहाँ सबैजना आफ्नै दौडधुपमा छन्। धेरै जस्तो चाहिँ हामी चाहिँ एक्लै हिँडेको देख्न सक्छौँ। सबै आफ्नै पारामा ट्याक्क बिजी लाइफ भनेर चाहिँ भन्न सक्छौँ। क्रिसमसको बेलामा सबैजना बाहिर हिँड्दैछन्, बिजी लाइफ छ, एक्लै आफ्नो कोही फ्यामिलीसँग छन्, कोही साथीसँग छन्, यस्तै छ। यहाँनिर अब क्रिसमसमा सोहरू नि भइरहेको यहाँनिर सायद ल है आज चाहिँ अब फार्मर स्ट्राइक भए जस्तो छ होइन, किनकि त्यहाँनिर र देख्न सक्नुहुन्छ गाइज र हेर्नुहोस् हेर्न सक्नुहुन्छ पछाडि उबर बोर्ड रहेको छ र गाइज हामी त मलमा आइसकेको छ। मल पनि ठुलै छ मल र यहाँबाट जाँदैछौँ हामी बकिङहम प्यालेस, त्यसपछि जाँदैछौँ हामी आफ्नै डेस्टिनेसन यानि कि बर्मिङहमतिर। स्टे ट्युन गाइज। हामी चाहिँ अहिले द नेसनल ग्यालरी गएर चाहिँ हामी अहिले द मलतिर छौँ। हामी आफ्नै मल नभए नि अरूकै मल भए नि घुमिरहेछौँ है, केही छैन, आफ्नो पनि हुन्छ, भरोसा राख्नुपर्छ, हुन्छ पक्कै पनि। र त्यहाँनिर अगाडिपट्टि मैले एउटा सही प्लेग्राउन्ड देखेँ जुन चाहिँ चाहिँ यहाँनिर र हामी आइसकेका छौँ गाइज। हामी बकिङहम प्यालेसमा आइसकेका छौँ र हामीले नचाहँदै समयले हामीलाई डोराएर बकिङहम प्यालेस पनि ल्यायो गाइज। र बकिङहम प्यालेस पछाडि छ र हाम्रो अहिले हल्का ढिलो छ, त्यही भएर अब पहिले नै गएको हो, त्यही भएर चाहिँ नजाउँ होला। अहिले चाहिँ हामी गाडी छ। वेलकम गाइज, हामी आइसकेका छौँ बर्मिङहम। फाइनल्ली ल्यान्ड भयो, फ्लिक्स बक्समा आइएको है आज फेरि ट्याक्क पारेर। देख्नुहुन्छ फ्लिक्स बक्सको कब्जा हामीलाई छ अहिले बर्मिङहमलाई र हामी चाहिँ अब निस्किहाल्नु पर्ने हुन्छ। कस्तो कन्फ्युज भएको हो फेरि, तिमी कन्फ्युज भएको कि म त किन कन्फ्युज हुन्छु र, म के गर्दै ल्याइरहेको। र हामी बर्मिङहम आइसकेको छौँ। अब मेरो ट्रेन चाहिँ लगभग 7-8 मिनटमा ट्रेन छ मेरो, त्यही भएर भागौँ गाइस। ल त्यस्तै छ बसौँ र ओभरअल के छ, थकै लागिराखेको छ के हो। ट्रेन छुट्न सक्छ गाइज, त्यही भएर फास्ट हिँड्नुपर्छ हामी चाहिँ। अब हामीले फाइनल्ली आइपुग्यो गाइज। र गाइज भर्खर चाहिँ यहाँनिर ट्रेनको
टिकट चेक भइरहेको थियो र ट्रेनको टिकट चेक हुँदा चाहिँ नहुँदा चाहिँ फेरि यहाँनिर मेरो साइडको एकजनालाई चाहिँ समातेर चाहिँ त्यसले चार्ज हान्दैछ। त्यो गल्ती चाहिँ नगरिदिनु होला है, किनकि ट्रेन ट्राभल गर्दाखेरि चाहिँ ट्रेनको टिकट बिना भयो भने चाहिँ फाइन पनि काटिन्छ, अर्को एउटा स्ट्रिममा पनि चढ्छ। त्यो हुनाले चाहिँ तिर्दिनँ भन्न चाहिँ पाइँदैन, तिर्दिनँ भने पछि देखिन्छ जसरी नै यो कुराहरू चाहिँ यिनीहरूकोमा नोट भइरहेको हुन्छ र त्यही भएर चाहिँ आज ठ्याक्क सेकेन्ड स्टपमा आउँदाखेरि चाहिँ ठ्याक्कै चेक भइहाल्यो र मसँग चाहिँ टिकट थियो गाइज, मेरो साइडकोसँग टिकट थिएन र त्यसले भाग्ने कोसिस गरेको थियो। नाको बराबर हो त्यस्तो ऊ चाहिँ चान्सै हुँदैन, त्यही भएर 1-2 पाउन्डको लोभले चाहिँ टिकट काटिएन भने चाहिँ आफूले नै क्षति हो, त्यो चाहिँ बुझ्नु पऱ्यो। 1-2 पाउन्ड सेभ गर्न खोजे भए अहिले चाहिँ ट्याक्कै परिदो रहेछ, 100 पाउन्डको झट्का लाग्दो रहेछ। आज झड्काबाट बाँचियो किनकि टिकट काटेको थिएँ मैले चाहिँ। पहिला चाहिँ काटिन्थेन, कहिलेकाहीँ मात्रै काटिन्थ्यो, पछि चाहिँ अनि जो अब चाहिँ काट्नुपर्छ सधैँ भनेर काट्न थालेँ। अहिलेसम्म चाहिँ गरेँ होइन। र मेरो साथीहरू चाहिँ सानो भर्खर एउटा साथी छोडेर गयो, त्यो साथी चाहिँ पहिला आउँदाखेरि नै 1-2 चोटि परेको थियो। त्यो टिकट नभएर होइन कि टिकट हुँदै तर स्टप कटेर अनि अगाडि आएको थियो साथी, त्यही भएर जहाँसम्म जाने हो त्यहाँसम्म चाहिँ टिकट काट्नुपर्छ जस्तो लाग्छ। र यति भन्दै थ्याङ्क यू र स्टे ट्युन र पैसा सेभ गर्ने चक्करमा आफ्नो चाहिँ नगवाउनु होला भन्दैछु।